यस्तै यस्तै जानकारी भिडियो अनि तपाईहरुको लागि प्राविधिक सहयोग र तपाईहरुलाई वास्तवमा मौरी पाल्दाखेरि साना साना चाहिँ प्राविधिक कुराहरु थाहा नभएर चाहिँ कतिपय व्यवसायमा अल्मलिनु भएको छ, कतिपय तपाईहरुलाई आफुलाई लागेका कुराहरु चाहिँ कला काँसो दुला भन्ने भइराछ भने हामीले यस्ता जानकारी दिइराछौं। हाम्रो यो निरन्तर अभ्यास छ, निरन्तर प्रयास छ सबैलाई चाहिँ व्यवसायिक बनाउने, सबैलाई चाहिँ एउटा मौरी पालन व्यवसायबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान र राष्ट्रिय समृद्धिमा चाहिँ योगदान गर्ने हाम्रो चाहिँ अभियान छ। यसमा तपाई हामी पनि जोडिनु होला। वास्तवमै पैसा भन्ने कुरो त हामीले सही सत्कर्म गर्यौं भने त्यो पैसा आउँदो रहेछ, आफै चाहिँ त्यसले कर्म छ। व्यवसायले हामीलाई चाहिँ प्रतिफल दिँदो रहेछ। यसको लागि एउटै चीज हो निरन्तरता हो। हामीले अब यस्तै अब गर्दै जाँदाखेरि आज मौरीका धेरै चाहिँ तपाईका हाम्रा एपियरीहरु तपाईहरुले देखिराख्नु भएको छ, हाम्रा गतिविधि देखिराख्नु भएको छ र तपाईहरुलाई हामीले प्राविधिक सहयोग गर्छौं, ट्रेनिङ का अवसरहरु दिन्छौं र यस्तै यस्तै जानकारी दिएर तपाईहरुलाई आवश्यक पर्यो भने फिल्डमा पनि तपाईहरुलाई भिजिट गराउँछौं। हवस्, यति भन्दै अहिलेलाई छुट्टिन्छौं। नमस्कार, जय मौरी।